वहाँ पनि छ, चिया पनि छ। के हो त्यो? बिन्स ल्याउ न। पकाए पनि त्यो पास्तामा हाल्न मिलिहाल्छ नि। पास्ता सस ल्याए कि ल्याएन फेरि? हालेछ, हालेछ हुन्छ। कुन ल्याउ न? त्यहाँ उता टमाटो पेस्ट। बाबु कुनको के वाला यो चना हो कि के हो यो? मसिनो केराको। त्यही ल्याउ नि त। एउटा त्यो लिऊ, अर्को त्यो लिऊ न। खोइ त टी यहाँ बस्ला छैन त्यहाँ त। यता रहेछ। आइछन् यता, यता टी। पापाले टी लिन्छ है। कुन खाने हो? यो बाबु थाकेछ हो? ल हेर त नानी, त्यो तेरो चार्जर छैन नि अघि? चार्जर हेर त। कुन? यो रहेछ नि त। तीनटा सबैलाई हुन्छ यो चार्जर। कुन हो? आइफोनको? यो ठिक छ। यो लाने हो? यो लान्छ? ल यो लिउँ नि त। यो लिऊ। अरू के कोला सोला केही छ है? हामीसँग गाडी पनि छ है? ल हिँड नि त। गाडी त्यो होइन, लैन जान अर्को उस किन्ने आइ। तल नि लाउन पाउँदो रहेछ नि त है छैन? समर हो नि त। ल यो स्विजरल्यान्डको उस राइन फल्स। राइन होस् कि राइन हेर त। बोटिङ पनि रहेछ फेरि। बोट पनि चढ्ने होला नि। ल होइन पारि पनि जान मिल्छ। ल नानी म तल जाने, तल गएर अनि बोट ड्राइभ गर्नु अब। यस्तो जान्छ। खोइ बाबु टिकट हैको पापाको ओके ल। पहिला बोट राइड गरौँ। 11:15 छ अरे हाम्रो बोट। अनि 11:15 त्यहाँबाट झरेर अनि त्यसपछि कति बज्यो? बज्यो होइन, छ अझै 10-15 मिनट। यहाँबाट रहेछ नि डुवाँदै। पापा त्यो नानीलाई दे त। हिजो जर्मनी बोर्डर पछि आज स्विजरल्यान्डको। जाने बाटो यही त होला नि। यहाँ रहेछ इन्ट्रान्स।
जाम नानी तल ल मेरो साथीहरू अब हाम्रो दाङ ठाउँमा घुम्न आएको छ हिजो राति चाहिँ जर्मनको ठाउँ जर्मनमा क्लास बस्यो अहिले चाहिँ स्विजरल्यान्डको राइनो फल्स भन्ने ठाउँमा आएको छु कस्तो राम्रो रहेछ यो ठाउँ दामी रहेछ कस्तो निलो है पानी उता माथिसम्म लानु टावर नआउँदो रहेछ नम्बर हुँदो रहेछ क्या नम्बर हुँदो रहेछ कि उहाँको 1 नम्बर 2 नम्बर त्यस्तो गलाएको छैन ल नानी सबैले सुन्दर रहेछ तेरो आज बर्थडे भनेको होइन ल ह्याप्पी बर्थडे ल ह्याप्पी बर्थडे नानी ल नानीको बर्थडे रे आज ह्याप्पी बर्थडे नानीको बर्थडे स्विजरल्यान्डमा जस्तै यसरी घुम्न पाऊँ यताको साइड पनि धेरै आउँदो रहेछ मान्छेहरू माइ गड हेर त उहाँ माछा कि ल्याऊ यस्तो बनाएको ल बोल हाम्रो जान आज स्विजरल्यान्डमा आएको कस्तो मजा आएको स्विजरल्यान्ड राइनो फल्स भन्ने ठाउँमा कस्तो दामी कतिजना फिस देख्यो फिस त कति रे त्यसो नगर न अलि गाली गर्छ नि यो हेर त ऊ तैँले काठ फालेर त्यस्तो अब कति रे है के गर्ने कति रे है कति रे फिस कति ठुलो ठुलो है हो हाल्न अहिले के हो नभन ल भयो पोल्यो पोल्यो हेर बाबु माछाहरू कति धेरै देख्यो फिस ऊ हेर्नु ऊ तल तल हेर्दा फिस बाबुलाई माछा देखाइदेऊ न तलको बाबु माछा हेर्दा नानी कति ठुल्ठुलो
आओ छिटो छिटो आयो क्या आइज नि त आएपछि त्यहाँ आउँछ आउँछ फेरि फेरि त मान्छेले कुरी रहेछ न फोटो कि भिडियो बस गर बच्चा सानो बच्चा बस यहाँबाट बस उताबाट हो बाबु सिट उता छ उताबाट होइन यताबाट बस्ने आफ्नो सिटमा गएर बस्छ वाह गर्मी है Kau itu nani, Just भित्र आने है यहाँ भिडियो गर्नुपर्छ त्यस्तो अगाडि हिँड्दैन नि अगाडि हिँड्दा Itu bapak itu. Oh my god, हेर त उता अगाडि देख्यो बाबु यता आइज हेर्दा नानी ऊ मान्छेहरू हेर्दा माथि गेरेज गरेछु ओ पानीको छर्रा घर आयो बेबी आइज यता आइज तल बस तल यहाँ तल बस यता बस यता बस हेर बस गरेछु कस्तो ठुलाउने लैजान ल उयो त बाबु मान्छेहरू कति रे हेलो कति ठुलो छ नि बाटो पानीको पुरै उसाउँदो रहेछ कि ड्रेस गर्नु जस्तो उहाँ त जान उहाँ त उहाँको उहाँ देख्यो नागरा फल्स अमेरिकाको नागरा फल्स
यो पानी के हो यो पानी हेर्दाको मासु देखिन्छ होला त अहिले एकछिन पानी नहल्यो नि मासु देखिन्छ कि ल हाम्रो नारायण आइसक्यो प्यारिसमा नारायण दाइले यसो भन्नु नि यहाँको बारेमा त्यो सेन्सिटिभिटी र फ्रान्सको एउटा सैनिक गाडी के हो जाँदा थाहा छैन तर सैनिक गाडी चाहिँ ठुलो रहेछ है ठुलो सैनिक गाडी त्यहाँ बत्ती बोलिरहेको छ कि त्यहाँ हजुर त्यहाँ ऊ तल बत्ती बोलिरहेको छ सैनिक गाडीले चाहिँ हजुर यो क्या त जुए केमा चाहिँ यस्तो गर्छ क्या हजुर कति दिन मान्छे नि सबै टुरिस्टहरू हेर्नु कति वर्ष प्यारिस त पुरै टुरिस्टले होइन दाइ हो सबै टुरिस्टहरू के अरे हामीले भन्छ नि के भन्छ अरे अठर भाडीको ढोकै जाने एकछिन लडाइँ कहाँ हामी आएको अहिले के अरे उसको के भन्छ अरे सरकोटमा जाँदै हामी चर्च हो यो प्यारिसको सरकोट जगमाथि सफाइ नगर्दा यता जाम त्यसो यता बसेको माथि ठाउँ छ यस्तो राम्रो छ यो ठाउँ ल नानी यहाँबाट सबै हिँड्छ पेरिस पनि गाइज भन्नु हजुर अनि पेरिसको चर्च पेरिसको चर्चमा आएको आज त्यहाँबाट गर्न खोज्छु कि दाइ Je sais parce que j'y étais. Oui, ma outline. ल Hey, I would like more. कति रेट चापी
चापी कति आफ्नो विस पुरा गर्नको लागि त्यो बोयफ्रेन्ड गर्लफ्रेन्डले उस गर्ने नाम लेखेर यसरी नाम लेख्छ अनि विस ल प्यारिस यो फ्रान्स ठीक छ मान्छे धेरै अलि धेरै यो त पुरै यही बस्ने हो भाइ खतरा खतरा छ है खतरा यो काले यो भाले Ja. गर्नु दोकान भाइ हजुर दाइ ब्याग लै नानी लै नानी ल न खिच 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 यतै बस्नु दिदी फर्किनु फर्किनु मलाई यहाँको त तर्सेको केवल कारमा चढेको प्यारिसको केवल कार नि मेरो युट्युबको लागि ए नारायण दाइ त विजय 2 वर्ष 3 वर्ष भयो कि है हजुर दाइ कति वर्ष भयो आएको तिमीलाई भन दाइ धेरै पहिला आएको थिएँ भाइले कुकुर ल्याएको थिएछ त कुकुर के दाइले कुकुर ल्याएको याद रहेछ हो नि चलाउने बित्तिकै चलाएको धेरै चलाउनु नि त पछि त यहीँ पनि पाउँदो रहेछ एउटा ठाउँ रहेछ है पहिला त थाहा छैन सही छ यिनीहरूले कस्तो गरे यो जनताको लागि हजुर त्यहाँ उयो स्टेसन हो कि भाइ त्यो त्यहाँ त्यही स्टेसन हो उद्योगी स्टेसन हो त्यो गाउँ त्यो भिलेजको मान्छेहरूले यस्तो सुविधा दिएछ अब यहाँ यी हाइवे छ नि त यहाँ त आउनु मेट्रो चल्दैन सबै चौकीबाट ल नानी खुसी भयो इच्छा पुरा भयो अब आइफल टावरमा चढ्ने हो गजब हुने भयो रमाइलो मजा आउँछ भाउजू काम सकेपछि भाउ यतै आउँछ नि 4 बजेको आउँछ तल हाइवे होइन ट्रेन ल मेरो मान्छे गाडी नहुने मान्छे त गाह्रो भयो नि त गाउँमा त्यो यस्तो गर्छ कि पिएल टाढो पर्छ दाइ सिटी भन्दा होइन हाम्रो अस्ति हो हजुर छेउमै फ्रेन्चको छेउमै हो तल
ल नानीले प्यारिस घुम्नु पेरिस केवल काठ छ नयाँ नयाँ भनेको नयाँ हो अहिले नयाँ नयाँ भनेको नयाँ हो नि यो त्यो नानी वहाँ पानीमा सर्छ अरे ल फेरि अचार त पानी आउँछ प्यारिसको पानी खाऊ पानी पानी फ्रान्सको ल नानी यहीँ हो सबभन्दा अहिले छैन गर इफेर टुप्पो समाधि यहीँ हो कि सबभन्दा ल उसले गर्थ्यो न लक्ष्मी बहिनीले गर्थ्यो पो यहीँ हो त एकछिन गफ र म भिडियो त्यहाँ हेर्ने होइन त्यहाँ हेर्न पाइन्छ त्यहाँबाट हेर्न पाइन्छ अनि फेरि त्यहाँ हेरेपछि उता अर्को सिनेमामा त हेर्दै स्टेप बाई स्टेप जाने हो क्या त्यसले गर्दा लास्टमा माथि गयो हेऱ्यो अनि घुमेर फर्केर आयो त्यही हो कति महँगो रेस्टुरेन्ट मान्छे नि कति धेरै है अहिले हेर्न गर्छ अझै रमाइलो गर्नुपर्छ भाउजू आउनुहुन्छ अब आइसक्यो हो ल हिँड्नु पनि कता घरे बोलाएन परिवारले पैसा लगाउँछ गोली हाल्यो तुम्हारा एम्बुलेंस गर्ने हो के बिहा गर्ने हो भन्छ अरे कि कपडै हुन्छ अरे कि गोलीहरू बिहा गर्ने त्यो चढ्ने क्या हरेक गोलीहरू खोज्छ नि हामी त्यो त आएको त हो मान्छे अघि त्यसरी घुमेर त आएको कि बोटिङ चढ्ने पेरिसको आइफल टावरमा चढ्ने माथि गएर हेर्ने भिडियो बनाउने ट्रेनमा चढेको चढे मेट्रो चढिस भित्रभन्दा भित्र कस्तो थियो हजुर अन्डरग्राउन्ड भित्र अहिले चाहिँ पेरिसको आइफल टावरमा आएको छ यस्तो रमाइलो हुन्छ यहाँ अब यो माथि चढ्ने हो यहाँ एकछिन अब यहाँ नारायणको बुढीहरू आउँदैछ घुरेको यहाँ त नि संसारको मान्छे आउँछ त यहीँ हो त नि संसारको मान्छे सबै घुम्न आउने ठाउँ यही हो
अनि फ्रान्सको प्यारिस भनेपछि त अनि मान्छेहरू त सबै यहीँ आउँछ ए भाउजूहरू नि आउनुभयो भाउजू नमस्ते नमस्ते दिदी नमस्ते खोइ नानी आएन नानी ए अब हामी आज पनि यता चाहिँ माया हिँड्दै जाने हो यो यसकाले हो होइन टपमै जान्छ होइन हिँड्न मन लाग्यो नि सबैलाई ए हामीले न्याय काट्नको लागि यताबाट टिकट काटेर आउनु उताबाट आइफोन टावरमा चढ्नु जाँदै लाइन त टन्नै रहेछ यहाँ पनि अब यस्तो यस्तो होला नि जाने ल अब हामी चाहिँ भित्र छिर्यौँ आइफल टावर चढ्नको लागि ए ठिक छ नि अहिले माथि गऱ्यो नि मैले चौरा छ है आइफल टावर चढ्दै हामी ल नानी यता आइज त आइफल टावरको टपमा जाने कति माथि नेट आएन आउँछ आज ओइ कति माथि हो है अझै माथि हो Okay guys, welcome to the second floor. Everybody's going to step out right this way. If you have tickets for the top floor, follow my colleagues outside to reach the next one, okay? So everyone this way please. अहिले कस्तो भने यो ल्याउँछ अनि फेरि अर्को लाने हो हजुर अर्को ल्याउने के ए ओ माई गॉड सही देख्दो रहेछ माडल त ल नानी अहिले नेपालीहरूले कति डिजाइन चाहिँ होइन बाँकी छ सबैजना यहाँको डिजाइन गरेको छ नेपालको कुन देशको कति छ डिजाइन देखेको छ है अनि हाम्रो कति 12 कति छ माथि चाहिँ बाबु बनाएको सबै है कसरी बनाएको होला त नि यो तल यसो जाऊँ न बुटीको रेटमा हैन हजुर कवि चिया के पिउने गयो हुन्छ जानु जानु कवि सब पिउँ न कफी पिउने चल सन्दै छ त हेर्नुस् सब महँगो छैन बिग्रिनु किन्छु पे हामीले है माम हामीले खाएको जति खामला नि त हो छैन के पैसा नि त्यो महँगो छैन के हजुर हो ल यो हामी कुन फ्लोरमा दाइ अहिले हामी दाइ कुन फ्लोरमा हामी अहिले अहिले सेकेन्ड अझै माथि टपमा जान्छ होइन ल आइफल टावरको अझै टपमा जाँदैछौँ हामी ल ल ल आज हाम्रो नानी ल बलले ल्याएको रहेछ भन्दै नि उसमा मेरी भाषामा के अरे मेरी भाषामै के भन्छ नि बलले ल्याएकै रहेछ खप्परमा भने जस्तो ल तल तल क्यानलहरू
ऊ त के हो त दाइ उहाँको त्यो पहलो यो उसके के भन्छ मुस्लिमहरूको बस्ने कि होइन न उस बस्ने के यो पनि उस भयो के अरे उसै बस्छ नि यार हजुर। नेताहरू घर के अरे हजुर हजुर नेपालमा दरबार भन्छ नि हो त्यो भयो त्यो पनि उसै हो कि अब ए हो त्यही हो कि ए ल ल गुमाइदियो त अन्त गुमाइदिए ल गुमाइदिए आएको बेलामा ल सानो आज टपमा हामी टपमा छौँ टप त होइन सेकेन्ड फ्लोर सेकेन्ड फ्लोर टप फ्लोर गुमाइदियो है ल त नानी ल गुमाइदिएसँग धेरै पछि बस्नु लाइभ हो तेरो एक जुनी जस्तै लाइभ म ए ल होइन थिएन अझ त ल एक्सन दिनु है न म यही मेरोबाट हेर्छु तिमीलाई त्योको एउटा चिसो पानी लिनु लिनु त यताबाट निस्किन्छ पसेर त्यता निस्किने हो मन पस्नुपर्छ होइन दाइ पछि हुन्छ ल नानी यो दे उहाँ अगाडि त जा अगाडि बस ल आइफिल टावरमा यस्तो छ है बिचमा यस्तो खाने बुफेटहरू सब रहेछ आइफिल टावरको यो छ नि हामी दोस्रो फ्लोरमा माथि सब छ यस्तो ल यहाँ खाने कफी खानेहरू बुफेट खानेहरू रेस्टुरेन्ट बार सब छ ल यहाँ भित्र म काबिज खान्छु हजुर ल सबैले यहाँ आइफिल टावरमा कफी पिउँदै ल ल चेस गरौँ त सबैले ल चेस ल चेस ल चेस ल ल पाल चेस ल हामीले भन्छ भाइले भने मलाई बजाइदिए जोसरी बजाएर के हुने होला हो मैले अघि भनेको याद गर्नु पनि हजुरले हो म त्यही भएर मान्छे है आफूले हल्लिन्छ क्या हामीले ए सबै हावा लाग्यो त अब हामी माथि लागौँ ल न माथि अझै त्यो माथि टप ल हामी चाहिँ टपमा जाँदैछौँ आइफोन टावरको ल अरे नानी धेरै माथि ल तँ बनाएको होला त कसरी बनायो कति किलोमिटर छ इन्डियस कतिमा कति डिस्टेन्स सबै तल हेरेको त सिरिङ भएको त यार तल हेरेको त डरला जस्तो भएको तल त हेर्न नसक्दो रहेछ लास्ट इन्डिङमा आयो नि यो माथिको सिसा बत्ती यही रहेछ छ माथि जानु अझै माथि जान्छ तल हेर्न सक्छ एउटा सबै देशको रहेछ नि सबै देशको छ कि यहाँ नेपाल देख्छ यहाँ ए यहाँबाट प्यारिसबाट कति टाढा रहेछ है हाम्रो नेपाल यहाँबाट यति डिस्टेन्स छ भनेको त आइफिल टावरबाट काठमाडौँ जानको लागि 7,255 किलोमिटर टाढा रहेछ हामी नेपालबाट
हरेक देशको रहेछ है हरेक देशको यो लग्जममा त रिसिभ नेपालको झन्डा पनि देखियो यति डिस्टेन्स रहेछ ल यहाँ देख्छ तल तल हेर्न सकिन्छ ओके अरू तलै ठिक ओ माथि ल नानी टपमा यहाँ मान्छे बनाएको हजुर मान्छे बनाएको मान्छेहरू छ क्या ए हो आउनु हजुर आउनु यस्तो ठाउँ त नि ए हजुर जान पाउँछ माथि नि ल हिँड्नु त ओ माई गॉड हजुर टपमा यहाँबाट नि ए पहिलाको ल हिँड्नु हजुर अनि लाउनु आउनु माथि आउनु माथि भिजा फोन पनि ओ यो टप आइफल टावरको टप हजुर ए यिनीहरूले बनाएको आइफल टावरमा आयौँ हामी अनि आइफल टावरमा आएर उनीहरूले बनाएर रहेछ आइफल टावर यहाँको इन्जिनियर उहाँहरू नै हुनुहुन्छ फ्रान्सको बाजेहरू आइफल टावर यिनीहरूको एकदम रेस्पेक्ट गर्नुपर्छ नि यस्तो बनाउन सक्ने यति बेला इन्जिनियरको ल हेर्नु सानो उसले कहाँ हुन्छ ल इन्जिनियरहरूको इन्जिनियर 1890 मा हो 1890 मा चालु गरेको त 75 कति हो बाबु दिल्ली सकेको होला नि 1890 दिल्लीबाट सक्सेस भएको होइन कि को टेक्नोलोजी त्यति बाबु है हल्ले छ कि हल्लिन्छ नयाँ टेक्नोलोजी त्यति बेला त टेक्नोलोजी के त्यति हो थोमस एन्ड यो एडिसन थोमस र एडिसन भन्नेले बनाएर आइफल टावर ल यो सबभन्दा टपमा हामी आइफल टावरमा ल यहाँ तल हेर्न सक्यो यहाँबाट छैन ल यही होला इनपट्टि कस्तो जाडो त चिसो भएको थिएन यता त अलि हेरै नसक्दो रहेछ त अलिक कालो जस्तो ओ माई गॉड सबले तल पानी चार्ज ए मान्छेहरू त किरा जस्तो देख्छ माथिबाट फ्रान्सको पुरै युरोप उसको सब अनि एक राउन्ड हान्न मिल्छ होला नि त यो टपमा नि एक राउन्ड हजुर तपाईँ पिसार्नुहोस् पिसार्छस् जा न यसो आइफल टावरमा गएर पिसाएर भन् जा म पैसा तिर्छु जा जा के म पैसा दिन्छु कि अनि यसो गरेर आयो त भन्न पाइयो नि प्यारिसमा मान्छेको हो नि त होइन कोही कोही इच्छा हुन्छ नि त यस्तोको म तल झर्दै अब आइफल टावर कति तल होला अब होइन हेर्नु त तलबाट तल झर्दै होइन कस्तो बनाएको होला हामी चाहिँ नि अब झर्दैछौँ
अझै कति तल छ अनि अस्ति नै बनाएको होला त नि यो लाइन त 这就是楼梯嘛。 यो नानी त 那旁边这些就都是楼梯。 तल झर्दै भाउजूले नि हेर्दै हुनुहुन्छ 对啊，楼梯可以。走一手不要滑下去。 नानी 这是从这边看的。这边，我这边。这边。Second floor आइपुगेको छिटो। फेरि यहाँ योबाट फेरि अर्को लाइन मान्छेहरू कोही माथि जाँदै कोही हामी चाहिँ नि माथिबाट नि तल झर्दै यो चाहिँ नि सेकेन्ड फ्लोर ल यहाँ ल माथि चढेर झऱ्यो हजुर हामी ऊ माथि पुगेर आयौँ ल सबभन्दा टपमा के अरे 330 मिटर अग्लो टावरमा चढेर माथि टपमा यानी युरोपको लाउने हो गिर्नबाट यो युरोपको लाउने हो कति राम्रो अब हामी यता जाने रिश्तेदारों ल हामी वहाँ माथि चढेर ऊ त्यो टपमा पुगेर आयो ल आज चाहिँ नि नारायण दाईसँग भेटेर घुमेर भाउजू अर्को दिदी ल यस्तो स्पेसल रहेछ माथि ल कति हो त नि मान्छे नि बाबा कति हो कि मान्छेहरू त के हामीले के मगाएको रे नाङ्गो सेट हो ल स्पेसल अनि ड्रिङ्क्समा के मगाउनु फ्रान्समा पनि साङ्ग्रिला लसी ए के रे बाबु हजुर साङ्ग्रिला ए यो त साङ्ग्रिला भयो अहिले साउथ टिबिटन र नेपालीको होइन तर नेपालीको उनीहरूलाई जति भयो नि अनि टिबिटन भइसकेको छौँ होइन एक वर्षको जसले दियो पनि हामी ओरिजिनल त टिबिटनै भयो नि ओरिजिनल टिबिटन दुईवटा छ भने त एउटा खसी हो एउटा छ भने उता चाहिँ यता हल्छ यही हो सिधा यतिमा कहाँ त प्रोग्राम नै गराउँछ त यही गर्छ कि भाउजूले त्यो सिफुड भनेको कहाँ पढेको भाइले त कुन हाम्रो बनाएनै हो भाउजूले खानै दिन्छ नि कहाँ फ्रान्सको प्यारिसमा साङ्ग्रिला तिब्बत 不得，他就 रेस्टुरेन्टमा 我咋跟？我
यहाँ बसेर हामी चाहिँ यो प्यारिसमा यहाँ बसेर खाँदैछौँ ल खा नानी ल नारायण दाइ ल हाम्रो यो थाली सेट हजुर फ्रान्सको साङ्ग्रिला के रे हेभी हुँदो रहेछ नि ल दाइ ल ल भाउजू ल दिदी ल सबैजना ल ल भाउजूले खतरा दिएर आउँछ यार खाना आएपछि मनमा थाप्ने दाइ र मै हो नेपाली बस्छ सौजन सानो त मैले हेर्दै फोटो यतिको सानो फोटो यहाँ 8-9 मिनट कति पानी लिएर आस्ला बाबा सबलाई पोइन्ट त्यो सर्टिफिकेट एउटा सर्टिफिकेट कि सर्टिफिकेट दिनु त्यो इस्यु गर्न ल्याएको ले बाबू ये मजै लाग्छ यो उसो के यो उसको रोग हो
म त सक्छु होला जस्तो लाग्छ ओ यहाँ खाली रहेछ सूर्य योभन्दा कति डेन्जर मान्छेहरू 100 कति मिटर अगाडि माथि यो त झट्का दिने कि त्यस्तै हेरेको तल तल झरेन सिद्धि लाग्यो सबै सिद्धि इङ्ल्यान्ड क्लास लाँदैन रहेछ इङ्ल्यान्डको होइन हामी 1-2 तिर हो यो इङ्ल्यान्ड हो जाने होला A2 1 नम्बरमा जाने हामी यो त बल्ल 8 हो नि त स्पोर्ट ट्र्याक नम्बर के त खास होला ल जामे ल ल हामी अब हामी चाहिँ नि अहिले फ्रान्सबाट बेल्जियम फर्किँदै यो चाहिँ हामी ट्रेन स्टेसनमा फ्रान्सको गार्ड दु नर्ड स्टेसनमा ट्रेन स्टेसनमा छौँ हामी अब चाहिँ दिदी म अब फ्रान्सबाट बेल्जियम ब्रुसेल मिडी जाँदै टन्नै छ ल ट्रेनहरू इन्टरनेसनल ट्रेनहरू एक नम्बर देख्यो हजुर उहाँ 1 नम्बर दाइ लन्डनको 1 नम्बर 2 हो त्यहाँ हो 1 नम्बर त पारि होला चाहिँ